यो ऱ्याप नेपालको आदि ऱ्यापरहरूले भन्दा बवाल चाहिँ उसको बोली थियो कि होइन नेपालको महिम भन्ने ऱ्यापरहरू भन्दा खतरा चाहिँ यहाँको बोली छ के यो बोली यस्तो कडा छ कि तपाईँ ऊ यस्तो फास्ट बोल्छ होइन तर माइन्ड चाहिँ तपाईँले आनन्दसँग बसेर सुन्नुभयो भने चाहिँ बुझिन्छ कि जस्तो लाग्छ होइन अनि उसको बोलीको स्पिडमा तपाईँले माइन्ड चलाउनु भयो भने केही पनि बुझ्नुहुन्न क्या अलि यहाँ हुँदा के यहाँ सुन्नेन यहाँ आउँदा के औँसल टिप्न आयो हो के भने के कसरी कुट्या मेरो भाइलाई टोकारी भन्दो मैले टोकारी भन्दो हो त्यस्तो ओ अब नगर है ओके नराटेको भन्ने त अघि त फुच्चेले भनेको बुझ्नु भएको थिएँ मैले कसम चाहिँ केही नबुझेर टोकारी भन्छ त्यो फुच्चीहरूलाई चाहिँ जिस्काउन भनेर रहेछन् अनि टोकारी त पनि टोकारी तेरो बहिनी पनि टोकारी भनेको रहेछ अनि बहिनीले सर्ट हानिदिएको रहेछ अनि सर्ट हान्दा उल्टो ब्याक टु ब्याक खाएको भएर अनि रोई गरेको कि